2076 सालको बडा दशैंको विशेष उपलक्ष्यमा हाम्रो घरमा सरसफाई कार्यक्रम भइराखेको छ। सरसफाई कार्यक्रमको संयोजन हाम्रो टिपी सरले गरिरहनु भएको छ। उहाँले चाहिँ घरको सरसफाई गर्ने कुरामा उहाँलाई कसैले पनि भेट्दैन। उहाँले भर्खरै लिएको बाइक पनि उहाँ डबल स्ट्यान्ड राखेको देखिराखेको छ। अब उहाँले लिपेको घर हेर्ने भने सायदै महिलाहरूले यति राम्रो घर लिप्दैनन्। यस्तो राम्रो लिपेको छ, यस्तो राम्रो लिपेको छ, साह्रै राम्रो लिपेको छ। अब घर लिप्नेमा सहयोग गर्ने हुनुहुन्छ फेरि आमा यता, उहाँ पनि घर लिप्नेमा सहयोग गर्दै हुन्छ, लिम्सिने गर्ने काम गरिराख्नु भएको छ। तर हिजो लिम्सिएको आज भत्किहाल्छ। टिपी सरको घर लिपा एकदम राम्रो छ, यति राम्रो छ। तर यो सब संयोजन माटोको चुनाको चाहिँ सबै अस्मितले गरेको, फेरि अस्मित माथि सरसफाइमा लागेको छ। माटोको चुनाको जिम्मा, तर पैसा टिपी सरले तिरे पनि जिम्मा अस्मितले गरेको छ। अब घर लिपा हेर्ने भने यता अब हाम्रो घरतिर जाउँ। घरमा जाँदाखेरि तपाईँको यहाँ एक सरो मात्रै रातो माटो लगाइएको छ, अझै एक सरो रातो माटो लाउनु बाँकी छ। र यो जुन लिम्सेको भाग देखेको छ यो स्वयं मैले आफैले लिपेको हो। फेरि जुन यो भाग देखिराखेको छ यहाँ अगाडि औँलाले थोरै देखाइदिएको छ, यो धेर मैले आमाले थोर लिपेको। अब यो कपडाहरू हेर्ने भने आज दिउँसोको सबै मेरो काम यही हो, यो कपडा धुने। त्यस्तै लगेर तल्लो साइडको कपडाहरू सबै मैले धोएको हो। तर जे भए पनि टिपी सरको घर लिपा एकदम राम्रो छ। म किचनको पूर्ण फोटो निकाल्ने तयारी गरिराखेको छु, कति सम्भव हुन्छ। चन्द्रकान्तले बल्ल बल्ल एक वर्षमा एकचोटि नुहाउँछ, एक वर्षमा एकचोटि नुहाउँछ केटोले। अब हाम्रो उता के अरे बाथरुम देखिँदैछ, यो चाहिँ बाथरुम छ। यता भट्टी देखिराखेको छ, भट्टीमा अलैँची सुकाउने तयारी गरिराखेको छ, अलैँची सुकाउने तयारी गरिराखेको छ। त्यस्तै गरेर यता के अरे हाम्रो अलैँची छ, यो अलैँची चाहिँ हाम्रो कम्तीमा 5 मन हुने गेस गरेको छ। 1 मन पनि हुँदैन, हुन्छ 5 मन हुने गेस गरेको छ। अब कति हुन्छ हेरौँ। त्यस्तै गरेर धाराको पानी यो क्षेत्रको सबभन्दा ठुलो धारामा पानी आउने हाम्रै घरमा हो। यत्रो पानी कसैको धारामा पनि, सायद यो गाउँमा कसैको धारामा पनि खोज्दैन। त्यस्तै गरेर ऊ माथि हेर्ने भने हाम्रो सबै दृश्यहरू देखिनु सक्छ। माथि तपाईँको हाम्रो जङ्गलहरू, रुख बोट बिरुवा सबै देखिनु सक्छ। यता घरको नक्सा देखिनु सक्छ। म घरको नक्सा नि एउटा खिचेर निकाल्नु खोज्दैछु। घरको नक्सा देखिँदैछ यतापट्टि। त्यस्तै गरेर साइली भाउजूको देन फेरि हाम्रो घरमा धेरै छ। झापाको मान्छे काम नगर्ने भनेर कुरा काटेको, यो अहिले आएर फेरि यसको ठिक विपरीत भएको छ। गाउँका मान्छेहरू सबै छक्क परेको छन् उहाँको काम गराइदेख्दा। तर टिपी सर उहाँको अलिअलि विवाद चाहिँ केमा हुँदो रहेछ भने